गुड मर्निङ गाइज लु है म चाहिँ सानो भ्लग लिएर आइसकेको छु होइन पाथी भाडातिर हामी लाग्दैछौँ है यहाँ आज चासुकतुङ आज कार्यक्रम हुँदैछ यहाँ हाम्रो चासुकतुङ किरात चासुकतुङ मन्दिरदेखि टक्क जानुपर्छ है भित्र छिर्नुपर्छ यो चाहिँ अब आफूले चिताको कुरा साह्रै दोरी बाँधेर गयो भने भागकल राख्यो भने अहिले पहिलाको भन्दा धेरै राम्रो भइसकेको छ है मामा यहाँ चाहिँ यो फलाइ त गोलो बनाइदिएको छु यही हो यहाँ होइन हौ मामा माथि हो अझै माथि छ मन्दिरमा हो मन्दिरतिर लाग्यौँ है हामी चाहिँ मन्दिर जाने बाटो यस्तो छ साथीहरू है सिमी पनि आएको थियो त्यो फलाइचा बनाउँदा फलैचा बनाउँदा त होइन गोलो छाना बनाउँदा त आएको थिएँ गोलो छ हामी चाहिँ मन्दिरतिर क्या मन्दिरतिर लाग्यौँ है हाम्रो फ्यामिली सबैजना मन्दिरतिर दर्शन गर्नुतिर लाग्यौँ है चाहिँ अब आजको दिन चाहिँ एकदम रमाइलो छ है गाइजहरू है दर्शन गर्न आएको सबैजना हामी फ्यामिलीहरू मामा माइजू आउँदै हुनुहुन्छ हिँड्दै मामा माइजू भेना दिदी दिदी भान्जा दाजु अनि बुहारी भाइ मेरो दुईवटा छोरो अनि मेरो वाइफ अनि म डमर दाइले नि यस्तो बान्नु भएको है रफ्तारमा हिँडिरहेछ हाम्रो फ्यामिलीहरू मन्दिर दर्शन गर्नुको लागि आज अलिक समय अलिक ढिलो भएको कारणले चाहिँ रफ्तारमा हिँडिरहेछ है अब ढिलो भएको कारण चाहिँ कस्तो भने अब हामी अब बाइक हुने बाइकमा आयौँ है बाइक हुनेर चाहिँ बसमा आउनुभयो होइन त्यसैले चाहिँ अब अलिक बसमा समय लाग्यो त्यसैले अनि मेन चाहिँ अब दर्शन गर्नु पऱ्यो नि त नि रफ्तारमा हिँडिरहेछ रफ्तारमा है यस्तो छ है यहाँ ढुङ्गा मिलाउने अरे ढुङ्गा मिलाइदियो नि त दाइ टपमा ढुङ्गा मिलाइदिएछ हाम्रो ढुङ्गा राख्दा चाहिँ के खै यो चाहिँ पहिला पिट्टु हामी खेलिदिन्थ्यौँ है यस्तो मामाले पनि मिलाउँदै हुनुहुन्छ
हामी यहाँसम्म आइपुग्यौँ है। खानेकुरा लगाइदिनु होला है बाबु। हामी यहीँ बस्छौँ। हुन्छ। हामी मन्दिर छेउछाउ आइपुग्यौँ है। पुग्नु आँटेछौँ। हजुर भइहाल्छ नि हजुर। जता भन्नुहुन्छ त्यतै जाउँला। भाउजूले सुनिल भन्ने ज्याकेट लगायो क्या त्यस्तै देख्छ आइहाल्छ होइन। सुनिल लगाएछ ज्याकेट पनि हो र? त्यस्तै देखिन्छ नि हेर्दा होइन। तर भी होला त कि ई हो? एने हो ए दुइटा एन हो कि के छ त्यहाँ पनि हो। दाम यस्तो दामी घाम लागिरहेछ कि हेलिकप्टर बस्ने हेली गाइडहरू। त्यही बस्छ बस्छ हामी चाहिँ पुरा रफ्तारमा हिँडिरहेछौँ है मन्दिरतर्फ। त्यहीबाट सबैजना फ्यामिलीहरू। मन्दिर आउनु मन्दिर आइसकेको अवस्था छौँ हामी। धरानदेखि पाथिभराको यात्रा हाम्रो सफल भएको छ। डाँडाको भ्यू हेर।